चर्चित फ्रेन्चाइज फिल्म कबड्डीको अब 5औं श्रृङ्खला निर्माण हुँदैछ। चौथो भागलाई नै अन्तिम श्रृङ्खला भनिए पनि निर्माण पक्षले नयाँ कथामा कबड्डी 5 बनाउन लागेको हो। सोमबारबाट यो फिल्मको छायाङ्कन सुरु गरिएको छ। मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गरेपछि लारजुङ बस्तीमा पहिलो दृश्य खिचिएको थियो। फिल्ममा कबड्डी श्रृङ्खलाकै धेरै जसो कलाकार दोहोरिएका छन् भने नयाँ अनुहारको पनि प्रवेश भएको छ। चौथो श्रृङ्खलामा जोडी भएर काम गरेका दयाहाङ राई र मिरुना मगर सहित विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, शिशिर बङ्देल लगायतको अभिनय रहने यो फिल्मबाट पूर्व मिस युके नेपाल सिर्जना गुरुङले पनि डेब्यू गर्दैछिन्। यस फिल्ममा दर्शकले अभिनेत्री रिस्मा गुरुङ मैयालाई पनि देख्न पाउनेछन्। कबड्डीको पहिलो र दोस्रो श्रृङ्खलामा उनी मुख्य भूमिकामा रहेकी थिइन्। तेस्रोमा कमियोमा सीमित भएकी उनी चौथो श्रृङ्खलामा भने अटेकी थिइनन्। उनले यसै साता फिल्मको छायाङ्कन सुरु गर्ने जनाइएको छ। विगत 3 वर्षदेखि श्रीमानसँग अमेरिकामा बस्दै आएकी उनी भदौ यता भने नेपालमै रहेकी छिन्। कबड्डी 5 मा अभिनेता विपिन कार्कीको पनि मुख्य भूमिका रहने निर्माता मणिराम पोखरेलले जानकारी दिएका छन्। विपिन तिहारपछि मात्र फिल्मको छायाङ्कनमा जोडिनेछन्। रामबाबु गुरुङको निर्देशनमा बन्ने फिल्मको छायाङ्कन 70% मुस्ताङमा र 30% काठमाडौँमा हुनेछ। निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको यो फिल्मको छायाकारमा सञ्जय लामा रहेका छन्।